भनेर सोधे हैन छैन भने त्यसपछि हाई गाइज वेलकम टु माई ब्लग यो ब्लगको श्रेय चाहिँ उहाँ र पायलजीलाई नै जानुपर्छ होइन म सपना दिदीकोमा गएको थिएँ एकजना छाता बोकेर जान्छ अरे सपना दिदीकोमा गएको थिएँ गाइज हिजो फ्राइडे थियो मेरो स्याटरडे सन्डे छुट्टी हुन्छ अफिस यो चाहिँ मेरो फ्लेक्स हो होइन अनि बिहान म 9 बजेतिर उठ्न लागेको थिएँ ननस्टप फोन मेरो अर्को फोनमा 8-9 चोटि आएको होला टोटल 9 कि 12 चोटि छ 12 चोटि कि कति छ यो फोनमा त पनि थाहा नै छैन कति छ होइन त्यतिचोटि फोन आएको छ नि म कुम्भकर्ण सुतेको सुतै अनि थाहा नभइकन उहाँले फोन गर्नुभयो अनि म तिम्रो फोन उठाएको होला तिम्रो फोन उसको फोन उठाएँ उसले के भन्यो मैले सुनिनँ म फेरि फोन राखेर सुतिदिएँ अनि 9 बजेको थियो होला 9 बजे थिएन 8 साढे 8 भएको सुनेको पछि 9 बजे चाहिँ फोन गरेको त्यति बज्यो अनि म उठेर अनि यसो बसेँ एकछिन टोलाएँ अनि नानी आयो नानीसँग खेल्यो अरे अनि एकछिनमा फेरि फोन आयो अनि उठाएँ अर अफिसर दे प्लान टु गो फर हाइक अनि अहिले 12 बज्यो कति 11 बज्यो होला 11 बज्यो म 9 बजे उठेर हाइक जानलाई 11 बजे हामी हिँड्दैछौँ अनि उहाँको चाहिँ फेरि लिभमा हुनुहुन्छ अफिसमा सिक लिभमा घरमा त अफिसै जाँदैछु घरमा चाहिँ अफिस नै अनि मैले फेरि अफिसको लुगामा थिएँ म अनि अहिले चाहिँ यस्तो बिच लुगामा छु बिच अङ्कलले हामीलाई अलिकति ध्यान दिएर हिँड भन्नुभयो त्यही थियो ब्याकग्राउन्ड अब पायल चाहिँ अलरेडी धुली खेलमा छिन् अब हामी चाहिँ हाइट जाने म फेरि सपना दिदीकोमा जिन्दगीमा गएको थिइनँ हिजै गएको है हिजै गएको अस्ति उनीहरूलाई मैले गाइज जाने हो गाइज भनेर ग्रुपमा म्यासेज नै छोडेको थिएँ अनि नजाने फिक्स नजाने उहाँले अझै फिक्स हामी कहीँ नजाने हो भनेर सोधेको थिएँ फिक्स 100% नजाने अनि अहिले हामी जान्छौँ यस्तै त हो नि अनप्लान डेस्टिनेसन आर द बेस्ट ल गाइज स्टे ट्युन्ड आज चाहिँ मेरो भ्लग बन्छ हामी चाहिँ गाडी पर्खिरहेछौँ गाइज यो कोटेश्वरमा म चाहिँ यहाँ पछाडि छु अर्को कहाँ रोक्छ यो हामी चाहिँ बने पाएको छौँ गाइज बने पाएर पाएला यति धुलो हो अब यहाँ चाहिँ ड्राइभर दाइ नै निक्लिनु हामी कति बेला पुग्ने अहिले कति बज्यो 12:30 भयो 12:30 भयो अब हामी यताबाट सुनदेखि जान्छौँ होला सुत्नेबाट धनकुटाबाट फिरेर ट्याक्टर कति कालो पक्का ये लड़की I have better options to guess. जुस पिलाइदियो मौसम विका अर्को के अरे गन्ने का जुस 10 रुपये ग्लास बडा ग्लास 20 रुपये कति बेला पुग्छौँ थाहा छैन अझै आज पायलको दिदीको तिर बास हुँदो जस्तो छ ठिक छ 8 बजेसम्म होइन पायलको दिदीकोमा बास छ त ठिक छ कि तिमी त अफिस हिँडेको म पो आइकिन तिमी त अफिस हिँडेको मान्छे हो म 10 बजेसम्म होइन म टाइमको लिटमै बस्छु नि आज कि त त्यो भन्नु पर्यो चिप्स लिएर आउँछु र म नगर म त डर लाग्छ यस्तो गाडी छोडेर किन दाइ मन्दिरसम्म न म एकचोटि हराएको छु नि त्यही भएर डराएको नराखेको म भन्छु त्यसको कहानी भन न मेरो सामाजिक सञ्जालमा तिमी के थाहा
तिम्रो यो स्टोरी फेमस भएर मान्छे इन्सपायर्ड हुन्छन् कि इन्सपायर हो त्यस्तो इन्सपायर हुने स्टोरी छ पछि फोर्छ यार त्यहाँ गाइस हामीले हाम्रो गाइडलाई भेटिसक्यौँ उहाँलाई अलपसरी हामीले यत्तिकै गाडीमा भेटेको हो गाडीमा भेटिसक्यौँ अब हामी 3 जना चाहिँ जाने आँटेको 3 जना रेडी भइसक्यौँ गाइस हामी धुलीखेला एकछिन गाइस हामी धुलीखेला र साइडमा खाना खोजेको होइन आज एकादशी अरे होटेललाई पनि एकादशी लाग्छ होटेल पनि छुट्टै होटेल हो र भट्टी बसर एकादशी यस्तो लाग्दो रहेछ यार मैले त बिहानै मासु भात खाएर आएको त के हेरेको गाइस हामीले यसमा जाने कि भने अनि हामी हाइक जान आँटेको होइन यसमा जाने भने किन हिँड्ने यसो गेटसम्म यता हिँड्नु पर्दैन नि त सोधौँ न त कोही छ यो चाहिँ सलिना हो र गाइस अब हामी 1000 चिठी जानलाई अटो चढिसकेको छौँ यो दाइले हामीलाई यहाँ ठग्न खोज्नु भएको थियो काठमाडौँ के गाइस काठमाडौँ के अटो त हाम्रो हजुर यता आउने चाहिँ हामी नयाँ हो आन्टी तर टुकटुक यसलाई अटो टेम्पो भन्छ चढेको गाइस पाएर लाजो पहिलोचोटि अटो चढेको ल यहाँ तिमी तर एरिया गएको छैनौ अब चाहिँ हामी टुरिस्ट जसरी भिडियो खिच्दै जानेछौँ गाइस तर यो घरहरूले डिस्टर्ब गर्यो त्यही भएर यहाँ हामीलाई कोसँग डर छ दादा गाइस हामी चाहिँ 1000 सिटी जाँदैछौँ मैले एक डेस्टिनेसनै भनेको थिइनँ यार अहिलेसम्म पुरा मिस्ट्रीमा राखेको गाइस हामी चाहिँ यहाँ यस्तो ठाउँमा आइपुग्यौँ आलपानी किन्यौँ हामीले मलाई चाहिँ पुरा आफ्नो घरतिरको याद आइसक्यो मलाई यो देखेर सलिना के गर्न आँटेको गाइस सलिना वाह दादा ओइ ऊ त खेल्ने चाबी लगेर कति धेरै मान्छे हौ तर ए भोलि आउनु पर्छ यार हामी अब तिमीहरूको म तिमीहरूको तिमी पो यहीँ छ त तिम्रो दिदीको घर आज ढिलो भयो भने अघि हामी भन्दै थियौँ तिम्रै दिदीको घरमा बसाइ हुन्छ हामी सबको भनेर तर अनि फेरि के सोचेको थाहा छ सलिना त अफिसमा नै हामी चाहिँ धुली खेल कति अफिसमै बस्छु होला होइन होटलमा काम गरेर त्यो त सजिलो कताबाट जाने हो त्यहाँ गाइज हामी चाहिँ यहाँ आइपुग्यौँ अनि यो पोइन्टमा हामी आउँदाखेरि केही चार्ज लागेन होइन यहाँ मान्छे छ यो पोइन्टदेखि त्यो ढुङ्गावाला पोइन्टमा जान हामी 20 रुपियाँ तिरेर जानुपर्छ अरे अनि यहाँको फेमस चाहिँ त्यही ढुङ्गा अरे है गाइज हामीले अघि यहाँ आल्चा किनेको थियौँ गाइज यहाँ चाहिँ आल्चा दामी छ यो म घरमा लगिदिन्छु हो यो घरमा पुऱ्याइदिन्छु सलिना पनि यस्तै गरेर हिँड्दै थियो अस्ति सल्लाह हिँड्थ्यो
एप्रिसिएटिभ गाडी त्यसै गरे हौ एउटै भिडियोमा भिडियो खिचेर परेजमा सबै खिचेको होला अब चाहिँ हामी गाइस यहाँदेखि निस्किन लागेको त्यो माथि पिङ खेल्नुपर्छ ल प्लिज प्लिज पिङ खेलौँ न आई डोन्ट वान्ट टु गो फ्रम हियर तर यहीँ बसेर पनि हुँदैन सो आई हेभ टु मुभ अन अघिसम्म आउनु मन थियो मलाई अब हम यहाँ चटपटे खाएंगे जैसे हमने चटपटे आयो गाइस हाँ भगवानको घरमा यहाँ आइपुगेपछि यतै दर्शन त गरेर जाउँ न यार मेरो होइन क्या अब चाहिँ हामी गाडीमा चढिसक्यौँ अब काठमाडौँको लागि हामी निक्लिसक्यौँ अब पायल चाहिँ चाँडै झर्छौँ किनभने ऊ दिदी खेलसम्म मात्र हो भुलखेल होइन 28 किलो भुलखेलमा हामी छौँ त्यही अनि म र सलना चाहिँ यहाँ छौँ हामीलाई केही छ भने बिचमा भन्छौँ मात्र थ्याङ्क यू फर वाचिङ बाई बाई तिमीलाई के भन्नु छ लास्ट के भन्नु छ छैन लजाली स्वभाव किसिम सलना चाहिँ अलिक तिमीलाई के भन्नु छ लास्टमा मेरो भ्लगमा थ्याङ्क यू सो मच हामी झगडा गऱ्यो नि पायलले मलाई धेरै माया गर्छन् है गाइज माई लभ ल्याङ्ग्वेज इज बिङ मीन टु पिपल and I can understand that. ल गाइज बाई बाई म चाहिँ थाकेँ अब यो सल्नाले दिन्छु फोन राख्नलाई बाई